अरूसँग नजिक भइसकेको रहेछौ र पो तिम्रो व्यवहारमा परिवर्तन आएको रहेछ। माया, आजभोलि कसैसँग पनि बहस गर्न मन लाग्दैन। उनीहरू सही, म गलत, पुरै सकियो। आशाको दियो निप्दैछन्, यतिसम्म परीक्षा नल्याउन भगवान्, किनकि म आफै निम्न बाध्य हुन्छु। अन्जानमा सुरुवात भएको प्रेमले पनि अन्त्य हुँदा दुनियाँलाई छर्लङ्ग चिनाएर गयो जिन्दगीबाट। गन्तव्य नै बदलेर हिँड भन्यो, नत्र जिन्दगीभर पर्खन मन थियो तिमीलाई। माया, आफैमा ठुलो ठक्कर खाएपछि थाहा भयो मान्छेले गिराउनको लागि धक्का होइन, पहिला सहारा दिएको झैँ नाटक गर्दा रहेछन्। धेरै कुराहरू चलिरहेको छ मनमा, तर चलिरहेको प्रश्नको न कुनै उत्तर छ न कुनै अन्त्य। यो सानो दिमागले अट्टाइ नहटाई टेन्सन खप्न गाह्रो लाग्न थाल्यो आजकाल। पीडाले लुकायो हाँस्ने प्रतिभा, अब त आँसु पनि हल्ला नगरी खस्छन् मेरा। महोदय, केही नबोली बस भन्छौ नि आमा। जिउँदै आत्मा मसनघाटसम्म पुगेको छ कैयौँ मानिसहरूका तुच्छ वचनले गर्दा। धेरै घमण्ड पनि नगर्नुहोस् जीवनमा, किनकि सबै थोक डुबाउन सक्छु भन्ने समुद्रले पनि एक थोपा तेललाई डुबाउन सक्दैन। पाएकाले बोझ ठाने, नपाउनेले भन्दै थिए तिमीलाई पाउने मान्छे कति भाग्यमानी होला है। गुनासो पनि कोसँग गर्नु र खै, जिन्दगीमा लिएको सबै निर्णयहरू आफ्नै त थिए जनाब। मलाई मात्र थाहा छ कि यो दिनहरू मेरो लागि कति कठिन भएको छ भनेर। जिम्मेवारी पुरा गर्नु छ, सपना त त्यसै पनि अधुरो लाग्ने रहेछ। महोदय, मनले त चरी झैँ उडौँ भन्छ नि, तर के गर्नु, हालत पखेटा काटिएको पन्छी जस्तै भएको छ। इमान्दार मान्छेले जीवनमा एउटै भुल गर्छ, उसले अरूलाई पनि आफू जस्तै इमान्दार सम्झिन्छ। पछुतो नै त नहोला छाडिसकेपछि मलाई, तर याद राख्नु, उसले रुवाउँदा तिमीलाई मेरो जति याद तिम्रो आमा बुवाको पनि आउने छैन। माया, रोएरै भए पनि तिम्रै साथमा बस्छु भनेर बसेको म, तिमीलाई मेरो छाया देख्दा पनि घृणा लाग्न थालेपछि निस्किन करै लाग्यो। माया, घाउ बिनाको दुखाइ अनि आवाज बिनाको रुवाई सबैभन्दा ठुलो पीडा रहेछ हजुर। आँखा पोल्दासम्म ठिकै थियो सम्बन्ध, मन पोल्न थाल्यो र पो सकियो। आफैले आफैलाई खुसी राख्नु पनि एकदम ठुलो जिम्मेवारी रहेछ, जुन मैले आजसम्म पनि पुरा गर्न सकिरहेको छैन। मैले गुमाएको छु आफूलाई, मलाई थाहा छ म अब पहिला जस्तो छैन। आवश्यकताभन्दा बढी गरेको भरोसाले मान्छेलाई नै टुक्रा टुक्रा बनाइदिने रहेछ। महोदय, तिमीले सम्हालिनुपर्छ भनेर सम्झाए जस्तो सजिलो छैन नि माया, मनलाई सम्हाल्न। कसैको खुसी हौ तिमी, बस यही सोचेर आफ्नो ख्याल राख्नु है माया। कोही आफ्नो हुँदैन नि यहाँ, जब मन भरिन्छ नि तब मान्छेहरूको बोल्ने तरिका बदलिन्छ। नाताले त सबै आफ्ना नै थिए नि, तर व्यवहारले पराई साबित गरायो। जिन्दगीभर सँगै हुने भाग्य त कहाँ थियो र, अधिकार नभएको प्रेममा थोरै आफ्नोपन भेटेको थिएँ। माया, सुनिदिने मान्छे हुन्थ्यो भने उसैको काखमा मुटु फुट्ने गरी रोइदिन्थे, तर त्यति भाग्यमानी म कहाँ थिएँ र। कोही आफ्ना हुँदैन नि यहाँ, जब मन भरिन्छ नि तब मान्छेहरूको बोल्ने तरिका नै बदलिन्छ। अर्को जुनी हुन्छ भने मलाई उसको ठाउँमा राखेर उसलाई मेरो ठाउँमा राखिदिनु है भगवान्, किनकि उसलाई सिकाउनु छ पीडा सहेर बाँच्दा कस्तो हुन्छ भनेर। रित्तिएको भाँडा त हल्का हुन्छ नि, तर रित्तिएको मन चाहिँ किन यति धेरै भारी भएको जनाब। कसरी छोड्न सक्छु र तिमीलाई माया गर्न, तिमी भाग्यमा नभए पनि मनमा त छौ नि सानो। मेरो आँखाबाट खसेको हरेक आँसुले हरेक कदम कदममा तिमीलाई सफलता मिलोस्। माया, मलाई कहाँ थाहा थियो र न्यानो लागेर हालेको अङ्गालोले नै एक दिन मलाई खरानी बनाउँछ भनेर। म बिना पनि चल्छ तिम्रो जिन्दगी, एउटा तारा खस्दैमा आकाश कहाँ रित्तो हुन्छ र। म यस्तो हालतमा छु, न कसैलाई भन्न सक्छु न तिमीलाई बुझाउन नै सक्छु। यदि मेरो आँसुको बदलामा तिम्रो मुहारमा मुस्कान आउँछ भने मलाई त्यो सम्झौता स्वीकार छ। माया, सम्झिएर तिमीलाई दिल त कहिल्यै भरिँदैन, तर आँखा भने सधैँ भरिने गर्छ। यति धेरै राम्रो पनि नबन्नुहोस् हजुर कि मान्छेहरूलाई नराम्रो लाग्न थालोस्। अब एकान्तमा रहने बानी बनिसकेको छ। उनीहरू बदलिएर गए जो बिहान बेलुका हाल सोध्ने गर्थे। खुसी दिनेवालाहरू सबै आफ्ना हुँदैनन्, तर पीडा दिनेहरू
जहिले पनि आफ्ना हुने रहेछन्। जो मान्छे दिलबाट एकपटक निस्किन्छ नि, उसँग कुरा गर्नु त टाढाको कुरा, देख्न पनि चाहँदैन यो मन। सम्मान सबैको गर्नु, तर इज्जत मात्र त्यसको गर्नु जसले तिम्रो पनि इज्जत गरेको हुन्छ। भरोसा एउटा रबर जस्तै हुन्छ, जति गल्ती हुन्छ त्यति नै छोटो हुँदै जान्छ। जो मान्छेलाई तिम्रो कदर छैन, उसको साथ रहनुभन्दा एक्लै रहनु नै उत्तम हुन्छ। जीवनमा दुई मान्छेले जहिले पनि जिन्दगीको दिशा दिने गर्छ। एक व्यक्ति ऊ जसले मौका दिन्छ, अर्को व्यक्ति जसले धोका दिन्छ। रुन्छ उही जसले साँचो सम्बन्ध निभाएको हुन्छ, नत्र स्वार्थी सम्बन्ध बनाउनेको आँखामा न त शरम हुन्छ न त पानी नै। आफ्नाहरूले रुवायो भनेर चिन्ता नलिनुहोस्। आज रुवाउने पनि आफ्नै छ, अनि भोलि आगो लगाउने पनि आफ्नै हुनेछन्। कसैको व्यवहार खराब छ भने उसको त्यो सुन्दर अनुहारको खासै अर्थ रहँदैन। हजारौं सम्बन्ध राख्नु ठुलो कुरा होइन, कुनै एकसँग सम्बन्ध निभाउन सक्नु ठुलो कुरा हो। जब पीडाहरू हदभन्दा धेरै हुन्छन् तब मान्छेहरू रुँदैनन्, मौन रहन्छन्। मैले जिन्दगी उसको लागि बर्बाद गरेँ जसले मलाई यादसम्म पनि गर्दैन। रिप्ले दिनको लागि समय हर कोहीसँग हुन्छ, बस कुरा चाहनाको आउँछ। कसरी कटाएँ अनि कति कठिन दिन थियो बस मलाई थाहा छ। यदि मलाई रुवाएर खुसी मिल्छ भने त यो खुसी तिमीलाई 7 जन्मसम्म मिलोस् माया। जसले मलाई बुझ्न सकेन उसलाई हक छ मलाई गलत ठान्ने। खुसी खोज्न कमाए जस्तो लाग्थ्यो, तर उमेर र खुसी गुमाउनलाई कमाउनु पर्ने रहेछ। समयले मान्छे चिनाउँछ, नजिक आयो भन्दैमा कोही आफ्नो हुँदैन महोदय। धेरै समयपछि आफैलाई प्रश्न गरे, त्यस्तो के कमी छ मसँग जसकारण मान्छेहरू मलाई गलत बुझ्छन्। आफैले आफैलाई खुसी राख्नु पनि एकदम ठुलो जिम्मेवारी रहेछ, जुन मैले आजसम्म पनि पूरा गर्न सकिरहेको छैन। म त अक्षरहरूबाट हारेको मान्छे, किन हिर्काउँछौ शब्दहरूले माया। टाढैबाट हेरिबस्नेछु तिमीलाई, अब बोलाउने छैन। माया त धेरै गर्छु तर देखाउने छैन माया। मेरो खबर सोध्छौ रे, मलाई याद गर्छौ रे, किन त्यहाँ म जस्तो भेटिनौ र। बदलिन सकिन प्रिय मान्छे, न मौसम जस्तो हुन सके न तिमी जस्तो नै। हजारौं फूल देखे पनि मेरो मनमा फुलेको फूल हौ तिमी, कहिले पनि ओइलाउन दिने छैन माया।